अब तपाईहरुले आफ्नो राउटरलाई चाहिँ रिसेट गरेर कन्फिगरेसन गर्नको लागि तपाईहरुको कम्प्युटरमा अथवा मोबाइलमा भएको कुनै पनि एउटा ब्राउजर जस्तो गुगल क्रोम अथवा फायरफक्स इन्टरनेट एक्सप्लोरर एसेक्ट्रा कुनै पनि एउटा ब्राउजर खोल्न सक्नुहुन्छ। तपाईहरुले जस्तो मैले यहाँ गुगल क्रोम छ मेरोमा, मैले गुगल क्रोम खोले। गुगल क्रोम खोलिसकेपछि तपाईहरुले यहाँ गएर आफ्नो आईपी एड्रेस जस्तो 192.168.100.1 यो टाइप गर्नुस्। यो आईपी एड्रेस टाइप गरिसकेपछि जस्तो वाईको एउटा जुन इन्टरफेस खुलेको छ जसमा चाहिँ एकाउन्ट र पासवर्ड भनेर आएको छ, यतापट्टि साइडमा लगइन छ। तपाईले एकाउन्ट र पासवर्डमा चाहिँ टेलिकम एडमिन त्यसैगरी पासवर्डमा एडमिन टेलिकम यो टाइप गरेर तपाईले लगइन गर्नुपर्ने हुन्छ। मैले यो चाहिँ डिस्क्रिप्सनमा पनि राखिदिने छु। यसरी एडमिन टेलिकम एडमिन हानेर तपाईले लगइन गरिसकेपछि जुन एउटा वाई राउटरको चाहिँ एउटा टोटली हाम्रो सेटअप अथवा सेटिङ चाहिँ खुलिरहेछ, यो इन्टरफेस खुलेको छ। यसबाट तपाईले फर्स्टमा अब आफ्नो राउटर रिसेट गर्नु भएको छ भने सेटअप गर्नको लागि फर्स्टमा WAN 1 मा जानुस्। अब यसरी 1 मा गएर क्लिक गरिसकेपछि तपाईहरुको यतापट्टि साइडमा चाहिँ न्यू र डिलिट भनेर देखाएको छ। यदि तपाईहरुले चाहिँ राउटर रिसेट गर्नु भएको छ भने यो न्यू र डिलिट भन्ने दुईटा अप्सन मात्रै देखिन्छ, यो तलको कुनै पनि देखिदैन। मैले चाहिँ यो राउटर रिसेट गरेको छैन, जस्ट तपाईहरुलाई सिकाउनको लागि मात्रै भएर मैले रिसेट गरेको छैन। यदि रिसेट गरेको थियो भने यो तलको केही पनि देखिदैन थियो। अब तपाईहरुले यो न्यू र डिलिट देखिसकेपछि यहाँ न्यू मा गएर क्लिक गर्नुस्। न्यू मा गएर क्लिक गरिसकेपछि तपाईहरुले यो वाई राउटरको चाहिँ सेटअप गर्नको लागि केही पनि गर्नुपर्ने हुँदैन। यहाँ गएर भिलेन आईडी जस्तो यहाँ भिलेन आईडी भनेर मागिरहेको छ, यहाँ भिलेन आईडीमा चाहिँ गएर तपाईहरुको इन्टरनेट सर्भिस प्रोभाइडर अनुसार यो चाहिँ डिफ्रेन्ट हुन्छ। जस्तो ओल्ड लिङ्कको हुनसक्छ अथवा सोभिसोको हुनसक्छ, बोल्ड लिङ्कको हुनसक्छ, एसेक्ट्रा कुनै पनि कम्पनीको चाहिँ आईएसपी कम्पनी अनुसार चाहिँ यो डिफ्रेन्ट हुन्छ। यो भिलेन आईडी चाहिँ हामीलाई दिया हुँदैन। मैले एउटा सोभिसोको ब्रान्च अफिसमा कन्ट्याक्ट गरेर सोधेको थिएँ, त्यहाँबाट चाहिँ भिलेन आईडी चाहिँ पब्लिक गर्न मिल्दैन भन्नुभएको थियो। त्यो भएर मैले तपाईहरुलाई चाहिँ भिलेन आईडी चाहिँ पब्लिक गरिनँ। तपाईहरुले अब भिलेन आईडी थाहा पाउनको लागि चाहिँ आफ्नो आईएसपी कम्पनी तपाईहरुले चाहिँ जुन कम्पनीसँग चाहिँ नेट जोड्नु भएको छ आफ्नो घरमा अफिसमा जुन कम्पनीको चाहिँ तपाईहरुको नेट छ त्यो कम्पनीमा चाहिँ तपाईहरुले कन्ट्याक्ट गरेर भिलेन आईडी कति हो भनेर तपाईहरुले माग्न सक्नुहुन्छ। तपाईले भिलेन आईडी टाइप गरिसकेपछि चाहिँ यहाँ तल लास्टमा गएर एप्लाईमा गएर क्लिक गरिदिनुस्। एप्लाईमा गएर क्लिक गरिदिएपछि तपाईहरुको राउटर चाहिँ सेटअप हुन्छ र तपाईहरुको नेट चल्न थाल्छ। तपाईहरुले सेटिङ गर्नको लागि यो भिलेन आईडी मात्रै टाइप गरे हुन्छ भने अब यसरी नेट त चल्न थाल्यो, तर आफ्नो वाइफाईको नेम के छ अथवा के राख्ने चेन्ज गर्ने हो कि, त्यस्तै गरी पासवर्ड राख्ने अथवा नराख्ने, त्यस्तै गरी आफ्नो वाइफाईलाई चाहिँ हाइड गरेर राख्ने, अब ती सेटिङहरुको बारेमा म सिकाउँछु। जस्तो त्यसको लागि यता साइडमा रहेको WLAN मा गएर क्लिक गर्नुस्। यहाँ SSID नेम भनेको छ, WLAN मा क्लिक गरिसकेपछि यो इन्टरफेस जुन खुलेको छ जहाँ चाहिँ SSID नेम भनेर दिएको छ र यतापट्टि साइडमा चाहिँ CCRC नुवाकोट भनेर देखाइरहेको छ। यो चाहिँ मेरो वाइफाईको नेम भएर यो CCRC नुवाकोट देखाएको छ। तपाईहरुले चाहिँ अब यसमा के छ अथवा तपाईहरुले चेन्ज गर्ने हो भने यहाँ गएर कुनै पनि एउटा टेक्स्ट अथवा कुनै पनि एउटा आफ्नो नेम चाहिँ तपाईहरुले यहाँ टाइप गर्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईले अब आफ्नो वाइफाई चाहिँ हाइड गरेर राख्ने हो भने तर यहाँ ब्रोडकास्ट SSID भनेको छ, यसमा चाहिँ टिक मार्क लगाइरहेको छ। यो टिक मार्क चाहिँ तपाईले यसरी हटाइदिनु भयो भने यो टिक मार्क हटाइदिनु भने तपाईहरुको वाइफाई चाहिँ हाइड हुन्छ र तपाईहरुले चाहिँ कनेक्ट गर्दाखेरि यो युजर नेम अथवा तपाईको SSID नेम र तलको पासवर्ड टाइप गरेपछि मात्रै कनेक्ट हुन्छ। यो चाहिँ सो हुँदैन। हाइड गर्नको लागि ब्रोडकास्ट SSID लाई टिक मार्क हटाइदिनुस्। र त्यसैगरी पासवर्ड चेन्ज गर्नको लागि यता WPA प्रिसियर्ड की भनेर देखाइरहेको छ, यहाँ गएर WPA प्रिसियर्ड कीमा गएर रहेको यो पासवर्डलाई चाहिँ पहिलाको पासवर्डलाई अब तपाईहरुले चेन्ज गर्नको लागि यसलाई सेलेक्ट गरेर यहाँ हटाएर तपाईहरुले न्यू पासवर्ड राखेर एप्लाई गर्न सक्नुहुन्छ। यसरी तपाईहरुले चाहिँ आफ्नो वाई राउटरको चाहिँ आफैले घरमै बसेर टोटली कन्फिगरेसन गर्न सक्नुहुन्छ। भर्खरै तपाईहरुलाई मैले वाई राउटरको चाहिँ कन्फिगरेसन अथवा सेटअप गर्न चाहिँ कसरी गर्ने भन्ने भिडियो तपाईहरुलाई प्रस्तुत गरे। यो भिडियो तपाईहरुलाई के कस्तो लाग्यो, यो भिडियो हेरेर तपाईहरुलाई हेल्पफुल हुन्छ जस्तो लाग्यो भने कृपया भिडियोलाई लाइक गर्न नभुल्नु होला। त्यस्तै गरी सल्लाह सुझाव र प्रतिक्रियाका लागि तल कमेन्ट सेक्सनमा गएर तपाईहरुको सल्लाह सुझाव र प्रतिक्रियाको हामी एकदमै आभारी छौं। र यदि तपाईहरु हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर हामीलाई हौसला बढाउनु होला। यति भन्दै आजलाई तपाईहरु माझ म बिदा माग्न चाहन्छु र अब चाँडै अर्को भिडियोमा भेट हुने बाचाका साथ आजलाई तपाईहरु माझ म बिदा माग्न चाहन्छु। हस्त धन्यवाद।